हेलो नमस्ते सम्पूर्ण दर्शक महानुभावहरू तपाईहरुलाई स्वागत गर्न चाहन्छु कुक अनलाइन मिडियामा। दर्शक महानुभावहरू आज म यहाँ ग्रिन टीमा आएको छु र ग्रिन टीमा चाहिँ यहाँनिर निकै जना चाहिँ आएर चाहिँ यहाँनिर अबिर मेयर साहबले चाहिँ अबिर लगाइदिनु भएको छ, फुल पनि लगाइदिनु भएको छ। कहाँबाट आउनुभएको छ म उहाँलाई सोध्न गइरहेको छु। ल यसरी छ भने ल म उहाँलाई सोध्न गइरहेको छु। ठ्याक्कै श्रम संस्कृति पार्टी छान्नुको कारण चाहिँ के हो बताइदिनुहोस् आज जनतालाई। हामी यसो हो, सिधा कुरोमा भन्नुपर्दा हामी इसेलिए मार्ग भजन मण्डल सच्चाइ केन्द्रको हो। हामीले अब धन दिउँ भन्ने छैन, मनको एउटा उत्साहले श्रम यसो जे जस्तो छ गरेर सक्दो गरेर जाउँ भनेर चासले आएको हजुर। आज सच्चाइ केन्द्रबाट आज कतिजना चाहिँ आउनुभयो यहाँ तपाईँ? हामी 14 जना हजुर। आज बिहान मेरो सबसँग भेट हुँदा कस्तो अनुभव गर्नु? एकदम खुसी लागेको छ क्या, एकदम खुसी लागेको छ, एकदम खुसी लाग्यो। धेरै गौरव लाग्यो। हजुरको नाम बताइदिनुहोस्। मेरो नाम सुमित्रा राई हो। हजुरको? मेरो नाम श्याम राई हो। हजुर। श्रम संस्कृति पार्टीले देश बदल्ला के लाग्छ? बदल्छ फरक पर्दैन, फरक पर्दैन। बदल्छ। भनेपछि आज 14 जनाको टोली बिहानै आएर पार्टी प्रवेश गरिसक्नुभयो। योभन्दा अगाडि कुन पार्टीमा हुनुहुन्थ्यो? यो पार्टीमा हामी एमाले काङ्ग्रेस त्यस्तै हो। अब त्यस्तै हो, जता गयो त्यता यसो अब पारा काटेन, ती पार्टीले पारा काटेन। त्यो पार्टीले खासै नगर कमिटी तपाईँको सदस्यमा हुने पहिले नै तपाईँको गर्नु ऊ भइसक्यो प्रदेश होइन हजुर। यो चाहिँ भेटघाट भेटघाट। ल हुन्छ हजुर, धन्यवाद। सर हजुरलाई सम्पूर्ण मिडियामा स्वागत छ। स्वागत छ। हजुरको सुवाला जीवन बिहानै यस्तो हुन्छ नि, तपाईँहरूले त फुलमाला लगाउनु भयो त, खास के हो यो आज? मुख्य चाहिँ यहाँ हाम्रो जुन सच्चाइ केन्द्रको चाहिँ हाम्रो दाजु अनि भाइबहिनीहरूलाई चाहिँ यताको मेयर साहबलाई भेट्ने र यो एउटा नगर समिति पनि जानुपर्छ, संयोजक पनि जानुपर्छ, एउटा चाहिँ सदस्य जानुपर्छ। कहाँबाट आउनुभयो सरहरू? ए हामी चाहिँ तपाईँको उदयपुरदेखि चौरण्डीगढी नगरपालिका गाईघाट गाईघाट होइन उदयपुर उदयपुर चाहिँ चौरण्डीगढी नगरपालिका। हजुर। यो संस्कृति पार्टीमा पहिले तपाईँहरू प्रवेश गरिसक्नु भएको के पदमा हुनुहुन्छ अहिले तपाईँहरू? अहिले म चाहिँ तपाईँको श्रम अगुवाई चाहिँ चौरण्डीगढीको छु। हजुर। श्रम सदस्य भनौँ न, अन्त संयोजक भन्ने गर्छु, तर म चाहिँ श्रम सदस्य अगुवाई भन्ने गर्छु। र लगभग यो जुन हाम्रो श्रम संस्कृति पार्टीको जुन प्रमाणपत्र लगाउँदै यो तपाईँको प्रथम श्रम संस्कृति पार्टीको तपाईँको नगर कमिटी बनाएको थियो, त्यही टिमबाट हामी आएको। धेरै पहिले प्रवेश गरिसक्नु भएको छैन? हजुर पहिले नै। आज के सम्मान गर्नु भएको कि खास घोषणा अहिले अलिकति सार्वजनिक घोषणापत्र सार्वजनिक हुँदैछ भनेर सुनिसकेपछि हाम्रो टिम तपाईँको आएको छ। त्यो अब घोषणापत्र तपाईँ सुनेर जाउँ, अरूलाई पनि तपाईँको होइन सुनिसकेपछि घोषणा पत्रभित्र के छ होइन पार्टीको अब जनताहरूलाई राखेको सल्लाह सुझाव दिनु पऱ्यो। कस्तो लाग्छ तपाईँहरूको मेयरहरूको सल्लाहको तपाईँहरूको पार्टी अध्यक्ष धरानको चर्चा? हाम्रो पार्टी अध्यक्ष लगभग देश र जनताको हितमा जुन नयाँ परिवर्तन ल्याउनको निम्ति जुन उहाँको विचार र दृष्टिकोण भिजनहरू ठिक छ। राष्ट्रियता र तपाईँको जनताको चाहिँ जनजीविकाको कुरा छ होइन, र यो देश बचाउँ र चाहिँ यो देश बनाउँ होइन, यो चिजमा चाहिँ तपाईँ गम्भीर हुनुहुन्छ। त्यसैले चाहिँ हामीलाई उदयपुरवासीलाई चाहिँ गौरवान्वित तपाईँको उहाँको उसले चाहिँ प्रेरित बनाएको छ। पहिले तपाईँहरू कुनै पुरानो पार्टीमा आबद्ध हुनुहुन्थ्यो? हामी हिजोको दिनमा नेपालमा चाहिँ सबै पार्टी नै थियो, त्यही कितादेखि सबै नै चाहिँ आएको छौँ तपाईँ हामी। त्यसैले केही न केही ठाउँमा कुनै पार्टीमा त थियौँ होला, तर हामी त्यहाँ बस्दै गर्दाखेरि हाम्रो चाहिँ त्यो पीडाहरू चाहिँ तपाईँको जुन देश र जनताको निम्ति चाहिँ त्यति उजागर नभएको, देश र जनताको लागि त्यति परिवर्तनको लागि चाहिँ यो नभएको हुनाले अलिकति यता जुन हामीले चाहिँ श्रम संस्कृति पार्टीमा चाहिँ राख्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने हामी चाहिँ। तपाईँले छातीमा हात राखेर भन्नुहोस् कि जनताहरूले पनि विश्वास गरोस्। अहिलेसम्म कतिवटा पार्टी तपाईँले फेरिसक्नुभयो, अब श्रम संस्कृति पार्टी फेर्नुहुन्छ कि फेर्नुहुन्न? अब लगभग तपाईँको छातीमा हात राख्यो। अब लगभग जनतालाई धोका हुनेवाला छैन मेरो तर्फबाट। म पार्टी फेर्नेवाला छैन। यही श्रम संस्कृति पार्टीमा जे जति तपाईँ देश र जनताको लागि दिनु सक्छु त्यति हामी चाहिँ तपाईँको मैले चाहिँ होइन दिने प्रतिबद्धता साथ चाहिँ तपाईँको मैले एक खालको चाहिँ सङ्कल्प गरेको छु। तपाईँहरूको श्रम संस्कृति पार्टीले गाईघाट बाटो स्थानदेखि कब्जा जमाउँछ त? लगभग प्रयास छौँ
प्रयासमा छ। लगभग हामीले चाहिँ तपाईँको हाम्रो चाहिँ तपाईँको गाउँपालिका 4वटा छ, 4वटा नगरपालिका छ। हजुर। त्यहाँ 75वटा तपाईँको त्यतिभित्रमा तपाईँको हाम्रो वडाहरू छ नि, त्यतिमा लागिरहेको छौँ र लागिरहनेछौँ र चाहिँ लाग्दै गर्दा लगभग जित्नुपर्छ भन्ने चाहिँ तपाईँको जित्नुपर्छ। केलाई जित्नुपर्छ भन्दाखेरि जनताको मुद्दा र चाहिँ तपाईँको यहाँ देशको लागि चाहिँ तपाईँको निम्ति यो भुइँ मान्छेहरूको आजलाई चाहिँ तपाईँको को लागि चाहिँ त्यसको मुक्तिको निम्ति तपाईँको जित्नुपर्छ भन्ने चाहिँ हाम्रो जोड छ। तपाईँहरूको ठाउँमा नि हर्क सामङ जस्तो क्यापेबल नेता छ त सर श्रम संस्कृति पार्टीको? अब लगभग हामी चाहिँ तपाईँको बन्नुपर्छ र बनिनुपर्छ र चाहिँ तपाईँको यो सिक्नुपर्छ र सिक्दै जाने क्रममा अब जन्माउनु हामी सक्छौँ। असम्म भन्ने चिज हुन्न। तर पार्टीको नाम त साह्रो राम्रो छ है। पार्टीको नाम माटो झन्डा छैन, राष्ट्रिय झन्डा बोकेर हिँड्नु भएको छ। अब यस्तो राष्ट्रियता जुन तपाईँको जनता र तपाईँको जुन माटोसँग तपाईँको राष्ट्रियता तपाईँको चुनाव चिन्ह जुन तपाईँको चुनाव चिन्ह माटो भने राष्ट्रियता तपाईँको त्यहाँ झल्किन्छ। एउटा तपाईँको झन्डा तपाईँको राष्ट्रिय झन्डै हुनेछ कि हामी जहाँ कार्यक्रममा जान्छौँ भने त्यो राष्ट्रिय झन्डा तपाईँको हामीले चाहिँ ओझेलमा पार्नु भएन नि त। कुनै पार्टीको तपाईँको विभिन्न तपाईँको भनौँ न होइन, अब यो झन्डाहरू बनाएर तपाईँको कपडाहरू नष्ट गर्नु पनि छैन। बरु तपाईँको दुःखी गरिबलाई त्यो कपडा झन्डालाई किनेको झन्डाले चाहिँ तपाईँको दुःखी गरिबहरूलाई चाहिँ तपाईँको अलिकति चाहिँ सहयोग गर्न सकिन्छ। अनि राष्ट्रिय झन्डा तपाईँको किनकि यो तपाईँको श्रम संस्कृति पार्टी भनेको यो नेपाली जनता र राष्ट्रको लागि चाहिँ भएको यो भूमिसँग जोडिएको होइन भएको हिसाबले पनि राष्ट्रियता कहाँ झल्किन्छ भन्दाखेरि यही राष्ट्रिय हाम्रो झन्डा नै हो। जाँदा जाँदा अन्तिममा के भन्न चाहनुहुन्छ सम्पूर्ण दर्शक? जाँदा जाँदै अन्तिममा सम्पूर्ण दर्शक जाँदा तपाईँको सम्पूर्ण मेरो मिडिया कर्मी साथीहरूलाई र तपाईँको सम्पूर्ण मेरो जुन टिम छ टिमहरूलाई पनि अब धन्यवाद र चाहिँ मिडिया कर्मी साथीहरूलाई अझै धेरै धन्यवाद भन्दै म थ्याङ्क यू सो मच। जसमा हाम्रो अहिले भर्खरै मात्रै चाहिँ यहाँनिर गाईघाटबाट आउनुभएको थियो र गाईघाटबाट निकै जना नै आउनुभएको छ भने यहाँ भर्खरै मात्रै बिहानै चाहिँ मेयर साहबसँग चाहिँ भेटेर अबिरहरू लगाइदिनु भएको छ, फुलहरू पनि लगाइदिनु भएको छ भने मेयरसँग चाहिँ फोटो पनि खिच्नु भएको छ। म तपाईँहरूलाई सरसर्ती देखाउनेछु। उहाँहरू नै हुनुहुन्छ। ल गजबले आजको भेटघाट भएको छ। जे छ राम्रो हुन्छ। देशको लागि अत्यन्तै श्रम संस्कृतिमय भएको हामी देख्न सक्छौँ। विभिन्न चाहिँ कार्यक्रमहरू अत्यन्तै सफल भएको छ भन्दै म पनि तपाईँहरू समक्ष चाहिँ मैले आज ग्रिन टी आएर यो सबै मैले तपाईँहरूलाई देखाएको छु।